प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, निर्वाचनको क्षण नजिकिँदैछ। वर्तमान अन्तर्राष्ट्रिय जटिलता र राष्ट्रिय चुनौतीहरूको बीचमा यो निर्वाचन देशको भविष्य र दिशा तय गर्ने महत्त्वपूर्ण अवसर हो। हामीले कठिन समयहरू पार गरेका छौँ। संविधान निर्माणदेखि भूकम्प, नाकाबन्दी र महामारीसम्म हरेक सङ्कटमा देशलाई स्थिर राख्न प्रयास गरेका छौँ। राष्ट्रिय स्वाभिमान, नयाँ नक्सा र सन्तुलित कूटनीतिक सम्बन्धका विषयमा हामीले कुनै सम्झौता नगरी स्पष्ट अडान लिएका छौँ। आज विश्व अस्थिर छ, भू राजनीति जटिल छ। यस्तो अवस्थामा हाम्रो देश भावनामा होइन, परिपक्व कूटनीति र अनुभवी नेतृत्वमा अघि बढ्नुपर्छ। विशेष गरी झापा 5 का दिदीबहिनी तथा दाजुभाइहरू, यस क्षेत्रसँग मेरो जीवनको गहिरो सम्बन्ध छ। यहाँका जनताले सधैँ साथ दिनुभएको छ र मैले पनि विकास, पूर्वाधार र अवसर विस्तारमा आफ्नो प्रतिबद्धता कायम राखेको छु। झापा 5 मेरो राजनीतिक यात्राको आधारभूमि हो। यो छोटो समयमा दमक, कमल, गौरादह, गौरीगञ्जका सम्भव भएसम्म सबै स्थानमा पुग्ने प्रयास गरेको छु। जहाँ जहाँ पुगेँ यहाँहरूको अपार माया, प्रेम र समर्थन पाएको छु। प्रत्यक्ष रूपमा भेट्न नसकेका स्थानहरूमा पनि साथीहरूसँग निरन्तर समन्वय र जानकारी लिँदै आएको छु। यहाँहरूको विश्वास र साथप्रति हार्दिक आभार व्यक्त गर्दछु। झापा 5 का जनतासँग फेरि एकपटक विश्वासका साथ अपिल गर्दछु, राष्ट्रिय स्वाभिमान, स्थिरता र विकासको यात्रालाई निरन्तरता दिन आफ्नो अमूल्य मत प्रयोग गर्नुहोस्। देश निर्माणको यस यात्रामा झापा 5 मात्रै होइन, देशैभर नेकपा एमालेको सूर्य अङ्कित चिन्हमा मतदान गरी स्थिर र सक्षम नेतृत्वलाई समर्थन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।